नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै आर्मी हुनुहुन्छ होला। म पनि सन्चै आर्मी छु। आज चाहिँ नयाँ भिडियो के लिएर आएको छु भन्दा पनि अब हजुरहरूलाई सबैलाई थाहा छ होला यो कुन ठाउँ होला हैन। यो चाहिँ हामी चाहिँ सर यो हजुरहरूले तपाईहरुले सबले देख्नुभयो होला यो ठाउँको हैन। पहिला नि भिडियो आएको होला भनौँ न, धेरै भाइरल नै भएको छ है। हामी चाहिँ आज चाहिँ त्यही बाटोबाट आएको थियौँ नि त, अनि एउटा भिडियो बनाइदिउँ न भनेर हैन बनाइरहेको छु मैले चाहिँ। सबैले हेरेर माया गरिदिनु होला हुन्छ तपाईहरुले हैन। यसको यो मूर्तिको आकृति हैन दामी छ क्या, त्यो भित्तामा छ है कसरी पेन्टिङ गरेर छ। सरल तरिकाले हाम्रो यहाँ भाइ पनि छन् पारी सरल तरिकाले। अनि यता चाहिँ यस्तो छ हैन, यता चाहिँ पुरै आफै मन्दिर बनेको जस्तो छ कि हैन, दामी छ हैन। हामी चाहिँ यहाँ छौँ, हामी चाहिँ उता पारी जान्छौँ हैन। यहाँको चाहिँ ठाउँको चाहिँ यस्तो छ है, शिव भाइरल डाँडा मन्दिर अरे क्या, दामी छ। यो चाहिँ यस्तो छ यहाँ। अर्को हामी चाहिँ नाकको उसमा आएकोसम्म देख्न सक्नुहुन्छ होइन गाइस। यहाँ चाहिँ दुई तीनवटा उस पनि छ सरल तरिकाले। पछाडिबाट छ कि कस्तो छ भन्दा पनि अब यहाँ चाहिँ के भन्ने सुनिरहेको थिएँ कि मैले बिर्सिएँ होइन। तर राम्रो छ ठाउँ, देख्न सक्नुहुन्छ हरियाली वरिपरि होइन। यहाँ चाहिँ हाम्रो नाग देवता हुनुहुन्छ, हरियो छ क्या, तर सर्लक्क घुमेको छ क्या। ऊ त पालतिर पुच्छर चाहिँ होइन, पालतिर पुच्छर उहाँ पालतिर निस्केको छ क्या, देख्न सक्नुहुन्छ होइन। सरल आएर मैले चाहिँ होइन यो भिडियोमा देखेको थिएँ। यहाँ चाहिँ नाग, असली नाग चाहिँ यहाँ बस्नु भएको मैले देखेको थिएँ क्या, कतातिर हो अहिले चाहिँ त्यस्तो छैन है भनौँ न। मैले चाहिँ भिडियोमा देखेँ हो मैले पनि, त्यति दामी तरिकाले सिन हेर्दैन यहाँ मजाको। त्यहाँ चाहिँ हाम्रो नास्ता खाने ठाउँ भयो होइन, दुईवटा नास्ता खाने ठाउँ रहेछ। यता चाहिँ यस्तो छ पुरा एरिया, पुरा दुईवटा पहाड, एउटा पहाड हुन्छ नि त्यो पुरा उस गरेर के बिचबाट फाटेर होइन भनौँ न बाटो चाहिँ बनेको छ। यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने मलाई सब्सक्राइब अनि सेयर लाइक सबै गरिदिनु होला, माया गरिदिनु सबैजनाले। यस्तै नयाँ भिडियो आउनेछ। ल अर्को भिडियोमा भेटुन्छन्, त्यतिसम्म बाई बाई सबैजनालाई।